हेर नेपालमा चाहिँ के छ भन्दाखेरि तिमीहरूलाई म सर्टकटमा भन्छु है। नेपालमा गभर्मेन्ट बडी भनेर चाहिँ अहिले खासमा एउटा इसान भन्ने छ इसान भन्ने छ स्पोर्ट्स एसोसिएसन अफ नेपाल भन्ने, त्यो चाहिँ अब सरकार मान्यता भनेर भन्थ्यो। अब हामीले मलाई पनि त्यस्तो नलेज छैन होला। अनि नेसा भन्ने छ नेपाल स्पोर्ट्स एसोसिएसन अफ, त्यही सेम थिङ। अब नेसा इसान त्यही फुल फर्म त्यही हो होइन। अनि इसानले रङ्गशालामा गराएको थियो रोड टु एसियन गेम्स भनेर जमानामा एउटा टुर्नामेन्ट। त्यो टुर्नामेन्टमा होरो स्पोर्ट्सले जित्यो। उनीहरूले के भन्यो, हामीलाई अस्ति 2-3 महिना अगाडि पासपोर्ट माग्यो, तपाईँहरू जाँदै हुनुहुन्छ एसियन गेम्स खेल्न भनेर होरो स्पोर्ट्सलाई माग्यो। फेरि यता नेसाबाट चाहिँ होइन हुँदैन, त्यो क्वालिफायर्स हुन्छ, नयाँ क्वालिफायर्स हुन्छ भनेर भन्नुभएको थियो। त्यो मलाई पनि थाहा छ। मैले केटाहरूलाई के भने, हेर केटा हो, इसानले चाहिँ यस्तो भनिरहेछ तर नेसाले क्वालिफायर गर्दैछ, त्यो क्वालिफायर पनि हामी सिरियस भएर खेल्नुपर्छ। भोलिको दिनमा इसानबाट जान मिलेन भने नेसाको फर्स्ट हुने टिम जाने हो भनेर भन्दाखेरि केटाहरू पनि हुन्छ भनेको थियो। तर अब के भयो केटाहरूलाई भन्दाखेरि हाम्रो गल्ती चाहिँ के छ त्यहाँ भन्दाखेरि केटाहरूले सिरियस खेलिदिएन। उनीहरूले किन भन्दाखेरि पासपोर्ट सब्मिट गरिसकेको थियो, हामीलाई नै लान्छ भन्ने भयो होला केटाहरूलाई। तर मैले चाहिँ भनेको थिएँ, हेर केटा हो, नेपालमा यस्तै हो, इसान नेसा भन्दै के हुन्छ लास्टमा के हुन्छ थाहा छैन, खेल्ने गेम चाहिँ सबै सिरियसै खेल्दै भनेर भनेको थिएँ। तर केटाहरूले अब उनीहरू फिक्स भयो होला, अब इसानले लगिसक्यो पासपोर्ट हामी नै जाने हो भन्ने सोच्यो होला। तर लास्टमा चाहिँ नेसाबाट क्वालिफायर्स भयो, केटाहरू फाइनल केही नपुगिकन सुरुमै गाँठ 24वटा टिममा मुजी 17-18 कति ऱ्याङ्किङमा आएको थियो केटाहरू, फाइनलै खेलेन, उनीहरू आउट भयो। 3RBले जित्यो, नेसाको त्यो फर्स्ट भयो, उनीहरू क्वालिफाई भयो, हामीलाई इसानले लगेन, त्यो भएको। त्यही भएर नेपालमा चाहिँ अब मैले भनेको चाहिँ के हो भन्दाखेरि इसान र नेसा दुईटा छ, उनीहरूको दुईटा डिसिजन हुन्छ। नेपालमा चाहिँ के हुनु पर्यो भन्दाखेरि एउटा अथोरिटी हुनु पर्यो, एउटा मात्र हुनु पर्यो गभर्मेन्टल बडिज, जसले चाहिँ स्पोर्ट्सलाई हेर्नु पर्यो। किनभने भोलिको दिनमा फेरि एउटाको कुरा अर्को कुरा अर्को भयो भने त्यो प्लेयरहरूलाई गाह्रो हुन्छ। हेर केटा हो, बिचरा 3RBले पनि त नेसाको जितेको हो, उनीहरूले पनि डिजर्भ गर्छ। तर हामीलाई पनि त इसानले तिमीहरू जान्छस् भनेको छ, त्यो किन दुईवटा कुरा आयो? एउटा हुनु पर्यो, सबजनाले त्यसलाई नै मान्नु पर्यो, त्यसकै डिसिजन हुनु पर्यो क्या नेपालमा चाहिँ। अहिले नेपालमा चाहिँ अलिकति त्यो साइको छ क्या। अब यो कुरालाई हामीले ठुलो इस्यु बनाएर हामीले जुत्न पनि सक्थ्यौँ, झगडा पनि गर्न सक्थ्यौँ क्या। तर हामीले छोडिदेऊ, ठिकै छ, हामी वर्ल्ड कप आउँदैछ, वर्ल्ड कपको लागि प्रिपेयर गरौँ। अब हामीले झगडा गर्दाखेरि अब